नमस्ते। दलाल स्ट्रीट का बादशाह राकेश झुनझुनवाला, उहाँको नाम नसुन्ने कमै होलान्। बिल्कुल, भारतको बिग बुल हो, कसरी 5,000 रुपियाँबाट सुरु गरेर 45,000 करोडभन्दा बढीको साम्राज्य बनाउनुभयो। आज हामी यही खोतल्दैछौँ। उहाँको यात्रा साँच्चै प्रेरणादायी छ। हामीले विभिन्न लेख अन्तर्वार्ता हेरेका छौँ, होइन? हो, कसरी एउटा सामान्य मध्यमवर्गीय परिवारको मान्छे भारतको लगानीको पर्याय बन्यो। के थियो त रहस्य? सुरुबाटै कुरा गरौँ न। हुन्छ। उहाँको पारिवारिक पृष्ठभूमि नै अलि फरक थियो। बुबा आयकर अधिकृत, घरमा शेयर बजारको लगानीको कुरा भइरहन्थ्यो। भनेपछि सानैदेखि अलिअलि चासो थियो। त्यस्तै देखिन्छ। 15 वर्षको उमेरदेखि नै उनी त्यो बजारको खबरहरू पत्रिकामा आउने त्यो पढ्न थाल्नु भएको रे। अनि पछि त चार्टर्ड एकाउन्टेन्ट सीए नै बन्नुभयो। हो, सीए सकेपछि लगानी गर्ने इच्छा त थियो, तर सुरुमा पैसा थिएन। जम्मा 5,000 रुपियाँ बचत। 5,000 मात्रै? अनि बुबासँग माग्नु भएन? माग्नु भयो, तर बुबाले दिनु भएन। उल्टै सल्लाह दिनुभयो साथीभाइबाट पनि ऋण नल्याऊ भनेर। तर उहाँले त लगानी सुरु गर्नै पर्ने थियो। कसरी जुटाउनु भयो त पैसा? पहिलो लगानीलाई 10 लाख चाहियो भनिन्छ नि। हो, त्यहीँनिर उनको त्यो दृढता देखिन्छ। आफ्नो एकजना क्लाइन्टबाट 18% ब्याजमा ऋण खोज्नुभयो। 18% ब्याज? त्यो त धेरै हो नि। हो नि, दाजुले पनि केही सहयोग गर्नुभयो अनि बल्ल पैसा जुट्यो। त्यसपछि आयो 1986 र टाटा टी। टाटा टी 43 रुपियाँमा किन्नुभयो, होइन? हो, अनि त्यसको 3 महिनामा 143 रुपियाँ पुग्यो। बेचिहाल्नुभयो। पहिलो लगानीमै त्यत्रो नाफा, झन्डै 5 लाख? त्यो पहिलो सफलताले उहाँलाई एकदमै आत्मविश्वास दियो। 1989 सम्ममा त उहाँले करिब 20-25 लाख कमाइसक्नु भएको थियो। वाह! तर पैसा कमाउनु मात्रै ठूलो कुरा भएन होला। उहाँको त्यो लगानी गर्ने तरिका, त्यो दर्शन कसरी बन्यो? त्यो महत्त्वपूर्ण कुरा हो। उहाँको एउटा मूल मन्त्र थियो, सही किन्ने, धैर्य गर्ने। बाय राइट, सिट टाइट। भनेको राम्रो कम्पनी छानेर लामो समय राख्ने हो, गहिरो अनुसन्धान गर्ने, कम्पनीको आधारभूत तत्त्व बलियो छ कि छैन हेर्ने, अनि किनेपछि बस धैर्य गर्ने। टाइटन यसको सबैभन्दा राम्रो उदाहरण हो। कति सस्तोमा किनेर कति लामो समय होल्ड गर्नुभयो। टाइटन त उहाँको पोर्टफोलियोको रत्न नै भयो। तर उहाँ त विपरीत लगानी, कन्ट्रेरियन इन्भेस्टिङको लागि पनि चिनिनुहुन्थ्यो नि। अरूले बेच्दा किन्ने, अरूले किन्दा बेच्नेवाला। त्यो पनि उहाँको एउटा मुख्य रणनीति थियो। तर त्यो भन्न जति सजिलो छ नि, गर्न उस्तै गाह्रो। हो त, बजार घटेको बेला, सबै डराएर बेचिरहेका बेला किन्ने आँट कसै आउँछ? त्यो आँट मात्रै होइन, त्यो आँट पछाडि गहिरो विश्लेषण र विश्वास हुन्थ्यो। जस्तै सेसागोआ, अहिलेको वेदान्ता। त्यो बेला 28 रुपियाँमा झर्दा उहाँले ऋण लिएर लगानी थप्नुभयो। हो र, ऋण लिएरै? हो, 1 करोड लगानी गर्नुभएको थियो। उहाँले बाहिरको हल्ला र डरभन्दा कम्पनीको भित्री मूल्य र भविष्यको सम्भावना हेर्नुभयो। पछि त्यो शेयर कति माथि गयो। अनि हर्षद मेहता स्क्यामपछि पनि त कमाउनु भयो रे। उहाँले सर्ट सेलिङ गर्नुभयो, मतलब बजार घट्छ भन्ने बाजी थापेर। त्यसबाटै 30-35 करोड कमाउनु भयो। गजब। अनि मूल्य लगानी, भ्यालु इन्भेस्टिङको कुरा पनि आउँछ। कम्पनीको वास्तविक मूल्य पहिचान गर्ने। बिल्कुल, उहाँ चर्को मूल्य भएका हल्लामा चलेका स्टकहरूबाट टाढै रहनुहुन्थ्यो। कम्पनीको आन्तरिक मूल्य कति हो त्यसमा ध्यान दिने अनि सुरक्षाको मार्जिन अफ सेफ्टी खोज्ने। किन्ने मूल्य र वास्तविक मूल्यबीच अन्तर हुनु पर्यो। एमसीएक्समा लगानी गर्दा पनि त्यही सिद्धान्त अपनाउनु भयो होला। हो, उहाँमा त्यो भविष्यको आम्दानी अनुमान गरेर पीई अनुपात निकाल्ने एउटा छुट्टै कला थियो। उहाँ भन्नुहुन्थ्यो, स्टकमा होइन, व्यापारमा लगानी गर्ने हो। व्यापारमा? भनेको कम्पनीको व्यवस्थापन कस्तो छ, कतिको इमान्दार छ, व्यापार बढाउने क्षमता, स्केलेबिलिटी कस्तो छ, प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन, यी कुरा हेर्ने। म्याकडोवेलकै कुरा गरौँ न, 40% बजार हिस्सा भएको कम्पनी कम मूल्याङ्कनमा पाउँदा उहाँले ठूलो अवसर देख्नुभयो। अनि उहाँले ट्रेडिङ र लगानीलाई पनि फरक तरिकाले हेर्नुहुन्थ्यो, होइन त? हो, एकदमै स्पष्ट थियो त्यो। ट्रेडिङ छोटो अवधिको लागि पुँजी बनाउन, लगानी चाहिँ दीर्घकालीन सम्पत्ति सृजना गर्न।
अनि ट्रेडिङबाट कमाएको पैसा? त्यो नाफा प्राय लामो अवधिको लगानीमा हाल्नुहुन्थ्यो। कहिलेकाहीँ लिभरेज पनि प्रयोग गर्नुहुन्थ्यो, मतलब ऋण लिएर लगानी बढाउने। तर त्यो निकै सोचेर मात्रै। यत्रो ठूलो खेलमा भावनालाई नियन्त्रणमा राख्न त गाह्रो हुन्छ होला नि। पक्कै पनि उहाँको भनाइ नै थियो, लगानीमा भावनालाई ठाउँ नदेऊ। घाटा भयो भने छिट्टै स्वीकार्ने, स्टप लस अनुशासन। गल्तीबाट सिक्ने कुरा पनि महत्त्वपूर्ण भयो। एकदम। क्रिसिलको सेयर छिट्टै बेचेकोमा पछि पछुतो लागेको कुरा उहाँले भन्नुभएको छ। तर त्यो गल्तीबाट पनि सिक्नुभयो। निरन्तर सिक्ने, पढ्ने अनि भिडको पछि नलाग्ने। आफ्नै अनुसन्धानमा विश्वास गर्ने। राधाकृष्णन दमानी जस्ता अरू दिग्गजसँगको सङ्गतले पनि फरक पार्यो होला। अवश्य। विचार मिल्ने मान्छेसँगको सङ्गतले दृष्टिकोण फराकिलो बनाउँछ। उहाँका सफल लगानीहरू त धेरै छन्। टाइटन, क्रिसिल, लुपिन, टाटा मोटर्स, स्टार हेल्थ, श्रीमती रेखासँग मिलेर रेयर एन्टरप्राइजेस पनि खोल्नुभयो। हो, तर सधैँ सफलता मात्रै त हुँदैन। DHFL, DB रियालिटी, मन्डाना रिटेल जस्ता केही लगानीमा उहाँले घाटा पनि खानुभयो। यसले के देखाउँछ भने बजारमा जोखिम सधैँ हुन्छ, बिग बुल्ने भए पनि गल्ती हुन्छ। उहाँलाई भारतको वारेन बफेट पनि भन्थे। मिडिया मार्फत लगानीकर्तालाई सिकाउन पनि खोज्नुभयो। भारतको अर्थतन्त्र र पुँजी बजारप्रति उहाँको विश्वास एकदमै गहिरो थियो। जीवनको उत्तरार्धमा आँखा साएर सुरु गरेर उड्डयन क्षेत्रमा पनि हात हाल्नुभयो। तर 14 अगस्त 2022मा उहाँको निधन भयो। हो, तर उहाँले छोडेर जानुभएको विरासत, उहाँको लगानी दर्शन, त्यो चाहिँ सधैँ रहिरहन्छ। भनेपछि उहाँको सफलताको सूत्र के रह्यो त? दीर्घकालीन सोच, गहिरो अनुसन्धान, अनुशासन, जोखिम लिने क्षमता, बजारको मनोविज्ञान बुझ्ने खुबी अनि भारतको भविष्यप्रति अटुट विश्वास। बिल्कुल। अब एउटा प्रश्न सोच्न मन लाग्यो। भन्नुस् न। झुनझुनवालाको यो यात्रा र दर्शनले आजको यो अनिश्चित, अस्थिर बजारमा हामी जस्ता लगानीकर्तालाई के सिकाउँछ होला? कसरी आफ्नो त्यो व्यक्तिगत विश्वास, आफ्नो अनुसन्धान र बजारको यो कठोर वास्तविकता बीच एउटा सन्तुलन कायम गर्ने होला? निकै गहिरो प्रश्न। सायद यसको जवाफ हरेक लगानीकर्ताले आफैभित्र खोज्नुपर्छ, हैन त?